यो पात चाहिँ आलुको है आलु चाहिँ खानामा यस्तो उयो हुन्छ सुरुमा खाना चाहिँ अलिक तितो हुन्छ है अनि त्यो आलु चाहिँ खानामा एकदम स्वादिष्ट पनि हुन्छ अनि यो हेलमेट चाहिँ सुरक्षा कभर हो हामी यताउता जाँदाखेरि एक्सिडेन्ट भए पनि हल्का सुरक्षा गर्नको लागि गरेको हो चाहिँ एउटा कुरो मानिसहरू भेलाको व्यवस्थापन गर्नको लागि बनाइन्छ माला बनाइन्छ पैसा भेट्दैछ यो चाहिँ एक प्रकारको फुल हो यो चाहिँ हामी सानो बस्तीमा हुँदाखेरि अझै खेल्नु सकिन्छ यो चाहिँ फुल हो तर केको फुल हो थाहा छैन अनि एकदमै देखेर राम्रो लागेर ल्याएको केको थाहा छैन गाजर चाहिँ फर्स्टमा यो बिउ छाडेर उम्रिन्छ त्यहाँदेखि अनि त्यो माटपाटी पार लाग्छ अनि त्यहाँदेखि गाजर बन्छ अनि त्यहाँदेखि यो गाजर चाहिँ खान्छ मकैको पात हो अनि मकै पनि धेरै अनि महत्त्वपूर्ण छ मानिसहरूको जीवनमा अर्ग्यानिक चिज हो अनि मकै दाना नभए पनि पातलाई पनि मकै सम्झेर हुँदिरहेको यो चाहिँ सिनमा फुल्ने एउटा फुल हो अनि यसलाई चाहिँ अघिको खराएको लागि खाना युज गरिन्छ यसलाई चाहिँ उमार्नको लागि कुनै दुःख मेहनत गर्नु पर्दैन यसले आफ्नो सिजन अनुसार आफै फुल्ने गर्छ आफ्नो स्वभाव बढेर मैले चाहिँ एउटा फुलको बोर्ड ल्याएको छु यो बोर्ड चाहिँ यसको पनि युज हुन्छ मान्छेले कसैले लगाउँछ कसैले आफ्नो फुल बाटोमा झरेर कता हुन्छ यो चाहिँ बढ्छ अनि मान्छेले उठाएन यसलाई चाहिँ मान्छेले कतिजनाले आफ्नो घर आँगनमा सुन्दरताको लागि पनि सजाउनको लागि गर्छ के बढेर ठुलो भयो भने फल्किन्छ फुलिन्छ त्यो फुल कति चाडपर्वमा प्रयोग हुन्छ कति स्वागतको लागि हुन्छ यो फुललाई चाहिँ जल्दै गरेर मन पराउँछ यो आफ्नो शरीरमा चाहिँ पनि आफ्नो सुन्दरताको लागि यो चाहिँ गोबेको फुल्ने हो गोबेको फुलदेखि यो अलिक पाकेको र यो पछि गएर फेरि यसकै बिउबाट फेरि गोबिनी यो बिरुवा चाहिँ हजारी फुलको बिरुवा हो यसले चाहिँ राम्रो फुल फलाउँछ अनि यो चाहिँ सबै चाडपर्वमा अनि सबैलाई स्वागत गर्नलाई जो उपयुक्त हुन्छ यसले चाहिँ मानिसको अनि सुन्दरता बढाउँछ जो चाहिँ स्वागत गर्दाखेरि उनीहरूले चाहिँ एकदम आफूलाई चाहिँ अनि के भन्छ त्यो सम्मान गरेको मान्छ फुलेपछि पछि फुल चाडपर्वमा निकालेर काठलाई काटेर चाहिँ हामी रोप्ने गरिन्छ र यसको फुलको बास्ना चाहिँ एकदमै मिठो हुन्छ यो एउटा हजारी फुल हो यो चाडपर्वमा पनि पाइन्छ दिदी बहिनीहरूले यो आफ्नो सुन्दरता बढाउनको लागि कपालमा लगाउँछ यसको पातहरू चाहिँ उसानेर अनि जुन फुलमा चाहिँ कुटेर राम्रो चाहिँ बनाउने गर्छन् अनि बिराम भएको बेला चाहिँ लगाउनको लागि बेला चाहिँ अनि औषधीको रूपमा चाहिँ प्रयोग गर्छन् यो साग हो यो साग भुटेर खाने गरिन्छ आँखाको जीवको हुनुलाई खाइन्छ प्रायः जसो गाउँबस्तीमा सबै त्यसको चाहिँ दानाबाट चाहिँ अचार खानु मिल्छ अनि त्यसको चाहिँ यो पात चाहिँ अचार बनाएर चाहिँ एकदम बहुमूल्य चाहिँ दिन सकिन्न तर जस्तै हामी हस्पिटलतिर पनि अब हेर्छौँ भने नि औषधि चाहिँ अब ठिक मात्रामा खाँदा चाहिँ औषधिको हुन आउँछ तर धेरै
सायद औषधि होला तर मान्छेले प्रयोग गर्न नजानेर गलत नजर हेर्छन् तर हरेक ठाउँमा आफ्नो अस्तित्व हुन्छ त्यसरी नै त्यो भाँडोको पनि आफ्नो अस्तित्व छ होला